यस युके टुर अन्तर्गत हामीले हेर्ने भने नेपाली राष्ट्रिय क्रिकेट टिमका जति पनि आउट अफ फर्म चलिरहेका हाम्रा मेन खेलाडीहरू थिए अथवा भनौँ जति पनि खेलाडीहरू यस युके टुरमा गएका छन्, गुलसन झादेखि लिएर आरिफ शेखदेखि लिएर दिपेन्द्र सिंह ऐरी, लगभग सन्दीप लामिछाने, बलिङमा सोमपाल कामी, नन्दन यादव, जति पनि खेलाडीहरू छन् यस युके टुरमा सबै फर्ममा आइसकेको अवस्था रहेको छ। दिपेन्द्र सिंह ऐरीले पनि एउटा सेन्चुरी पार गरिसकेका छन्, भीम सार्कीले पनि एउटा सेन्चुरी पार गरिसकेका छन्, आरिफ शेखले पनि शानदार जित दिलाउन सफल भएका छन्। त्यसैगरी आसिफ शेख पनि हिजोको खेलबाट इन्फर्म आइसकेका छन्। त्यसैगरी गुलसन झाको पनि एकदमै राम्रो प्रदर्शन रहेको छ र विशेष कुरा रहन्छ रोहित पौडेलको। सबै खेलाडीहरू इन्फर्म आउँदाखेरि रोहित पौडेल अझ नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनको हिसाबले पनि उनी इन्फर्ममा आउन एकदमै धेरै जरुरी छ। अब धेरै म्याच खेल्न बाँकी छैन यस युके टुरमा पनि, नेपालले अब केवल एक खेल खेल्न बाँकी रहेको छ। त्यसपश्चात नेपाली टिम स्कटल्यान्ड भ्रमण गर्नेछ। स्कटल्यान्डमा स्कटल्यान्ड एसँग नेपालले 2टा खेल खेल्नेछ र अब यी 3 खेल रहनेछन्। रोहित पौडेलको लागि पनि एउटा बिग अपर्च्युनिटी रहनेछ, जुन आफ्नो गुमेको कन्फिडेन्स छ, जुन गुमेको फर्म छ, यो खेलमा उनले वापस ल्याउनु पर्ने एकदमै धेरै जरुरी छ। किनभने उनी नेपाली टिमको प्लेयर मात्र नभएर लिडर पनि रहेका छन्, क्याप्टेन पनि रहेका छन् र त्यो क्याप्टेन्सी पारीले नेपाललाई जित दिलाउनु पनि पर्नेछ। अब नेदरल्यान्ड र स्कटल्यान्डसँग जसरी पनि जित्नुपर्ने एउटा दबाब पनि रहनेछ र जति सक्दो छिटो अब रोहित पौडेल पनि इन्फर्म आउन एकदमै धेरै जरुरी छ। रोहित पौडेलले विगतमा नेदरल्यान्ड स्कटल्यान्डसँग यस्ता खेलहरू पनि जिताएका छन् जुन उनले एक्लै जिताउन सफल पनि भएका छन् र अब त्यही रोहित पौडेल फेरि नेपाली क्रिकेट टिममा ब्याक टु फर्ममा आएर उनले शानदार प्रदर्शन गर्दै क्रिकेट वर्ल्ड कप लिग 2 साइकल अन्तर्गत नेदरल्यान्ड र स्कटल्यान्डसँग जिताउँछन् भन्ने हामी सबैलाई आशा पनि रहेको छ र उनी चल्न एकदमै धेरै इम्पोर्टेन्ट छ। रोहित पौडेलको ब्याट यदि चलेमा भने उनले जस्तो पनि स्कोर चेज गर्न पनि सक्छन्, उनले जतिसम्म टार्गेट पनि पुर्याउन सक्छन् र नेपाललाई जित दिलाउन पनि सक्छन् र त्यो रेस्पोन्सिबिलिटी रोहित पौडेलको काँधमा छ। यदि मात्र नभएर उनको क्याप्टेन्सीको विषयमा पनि धेरै सवालहरू आएका छन् र यस लिग 2 साइकल पश्चात के हुने हो भन्ने पनि एउटा कुरा रहेको छ। उनको ब्याटिङ, उनी एकदमै राम्रो ब्याट्सम्यान हुन्। नेपाली क्रिकेटको सबभन्दा उत्कृष्ट ब्याटिङ रोहित पौडेलको मान्न पनि सकिन्छ, तर यति बेला उनी आउट अफ फर्म चलिरहेका छन्। पीएम कप त्यसपश्चात कोर क्याम्पदेखि लिएर अहिलेसम्म आइपुग्दाखेरि पनि उनको ब्याट राम्रोसँग रन आउन सकेको छैन उनको ब्याटबाट र अब चाहिँ उनले चाँडैभन्दा चाँडै अब बाँकी रहेका खेलमा आफ्नो स्ट्रङ कमब्याक गर्न जरुरी छ। क्याप्टेनको ब्याटबाट रन आउन एकदमै धेरै जरुरी छ, किनभने त्यसले थप कन्फिडेन्स अरू प्लेयरहरूमा पनि दिनेछ। नेदरल्यान्ड स्कटल्यान्डसँग एकदम डिफिकल्ट हुनेछ नेपाललाई जित दिलाउनको लागि। हर प्लेयरले चाहिँ राम्रो प्रदर्शन गर्नुपर्ने एउटा दबाब रहनेछ र विशेष गरी क्याप्टेन रोहित पौडेलको माथि चाहिँ अझ बढी जिम्मेवारी हुनेछ। रोहित पौडेलले अझै राम्रो प्रदर्शन गर्नुपर्नेछ। विभिन्न कुराहरू छन्, विभिन्न फ्याक्टरहरू छन्, उनको क्याप्टेन्सीदेखि लिएर उनको व्यक्तिगत पर्फर्मेन्सदेखि लिएर हर कुरा चाहिँ अब यस क्रिकेट वर्ल्ड कप लिग 2 साइकलका खेलहरू पश्चात चाहिँ हुन सक्ने सम्भावना, चेन्ज हुन सक्ने सम्भावना या क्यानले कस्तो निर्णय लिन्छ भन्ने सम्भावनाहरू रहन्छ र यसको लागि पनि उनले चाहिँ अब बेस्ट पर्फर्मेन्स दिन जरुरी छ। उनी चाँडै नै फर्ममा आएको हामी हेर्न चाहन्छौँ र अब उनी खेलहरूमा नेपाललाई जित दिलाएको हामी हेर्न चाहन्छौँ। रोहित पौडेलले क्रिकेट वर्ल्ड कप लिग 2 साइकल अन्तर्गत कस्तो प्रदर्शन गर्छन् जस्तो लाग्छ आफ्नो कमेन्ट राख्न नभुल्नुहोला।